हेलो नमस्ते साथीहरू सबैजनालाई स्वागत छ यता हामी घोडदौरा जाने तयारीमा छौँ होइन ल भोलि शुक्रबार चाहिँ के छ अरे केटिओ 59 भ्लगलाई फेरि स्मरण गर्न चाहन्छु केटी होइन दारके 53 भाइ अनि राजन केसी यार केटिओ 59 भ्लग ट्याक्कसँग ल हामी यहाँ छौँ अहिले यो के ठाउँ भन्छ यो घोडाइदेखि अगाडि होइन यहाँदेखि घोडदौरा जाने अब बाटो सबै कुराहरू म तपाईँहरूलाई देखाउँछु सबैजनाले हेरिदिनु होला हामी यहाँदेखि हाम्रो यात्रा सुरु भइसक्यो अब हामी चाहिँ हिँडिसक्यौँ है गाइस यहाँदेखि के कस्तो हुन्छ बाटोमा सबै कुरा हामी हेर्नेछौँ फाइनल्ली लागि यो केटा हो घोडदौरातिर घोडदौरामा आज माथि एकदमै रमाइलो हुनेवाला छ छन्न बच्यो क्या अटोबाट बच्यो है बाटो चाहिँ अफरोड पनि छ है यतातिर तर यो कुनै जस्तो ठाउँमा यो उपमहानगरपालिकामा यस्तो बाटो चाहिँ बिजोकै हो केटाहरूले मिठो धुलो खुवाउने भए हामीलाई होइन यहाँदेखि सुरु भएको छ हाम्रो घोडदौराको यात्रा बाटोमा के कस्ता रमाइला दृश्यहरू देखिन्छ जहाँनिर हामीले स्लो गरेर तपाईँहरूलाई देखाउने प्रयास पनि गर्नेछौँ केही रमाइला दृश्यहरू तर अहिले निरन्तर हामी यात्राकै क्रममा छौँ जहाँ हामी घोडदौरा पुग्ने सपना देख्दै आदिथान केटाहरू जम्मा भएर घोडदौराको यात्रामा निस्किएका छौँ यात्राको क्रममा हजुरहरूलाई धेरै झन्झट नलागोस् भनेर यहाँ बाटोमा देखिने दृश्यहरू सबै तपाईँहरूलाई हेर्दा बोर लाग्न सक्छ भन्ने हेतुले हामीले यो भिडियोमा त्यसको स्पिड बढाएका छौँ भिडियोको स्पिड जसले गर्दा तपाईँलाई छोटो समय अर्थात् तपाईँहरूले नै स्किप गर्नुपर्ने समय हामीले यहाँनिर देखाइदिएका छौँ र यो स्पिडमा बिचमा जे जस्तो देखिएको छ सबै कुराहरू दर्शकहरूले रमाइलोको साथ स्वीकार दिनुहोला हाम्रो आवाजसँगै र यो यात्रामा घोडदौरा पुगुन्जेलसम्म बाटो अफरोड जस्तो पनि छ र कतै कतै बाटो बनिराखेको दृश्य पनि हामीले देख्न सक्छौँ कतै बाटोमा उकालाहरूमा कतै कतै पिच भइराखेको छ र यो कार्य पनि तीव्र रूपमा अगाडि बढिराखेको छ जहाँ घोडाइमा बसेर एकदमै थकित घोडाइ मात्रै होइन दाङका विभिन्न सहरहरूमा बसेर एकदमै थकित भएका व्यक्तिहरू जस्तै शनिबार विभिन्न खाले चाडपर्वहरूमा यहाँ गएर आफ्नो परिवारसँग रमाउन मिल्ने वातावरण छ र यो वातावरणमा हामी पनि केही थान केटाहरू जम्मा भएर यही वातावरणमा घुलमिल हुनको लागि घोडदौराको यात्रा तय गरेका थियौँ र जुन यात्राको लागि हामी निरन्तर बाटोमै छौँ जहाँनिर सडकमा काम गर्ने मान्छेहरू देख्न सक्छौँ कोही मान्छेहरू दिउँसै घोडदौरा पुगेर फर्किराखेका व्यक्तिहरूलाई हामीले बाटोमा भेट्ने गर्छौँ कोही व्यापारीहरू आफ्नै व्यापारको सिलसिलामा हिँडिराखेको देख्न सक्छौँ कोही गर्लफ्रेन्ड र बोयफ्रेन्डहरू आफ्नै मस्तीमा हिँडिराखेको हामीले देख्न सक्छौँ र यस्तै भिन्न रमाइला दृश्यहरूको साथमा हामी घोडदौरा पुग्ने जमर्को गरिराखेका छौँ घोडदौरा पुगुन्जेलसम्म बाटोमा जे जस्ता दृश्यहरू देखिए त्यसलाई एकदमै विशेष तरिकाले तपाईँहरू माझ देखाउने खाले कुनै दृश्य भए हामीले स्लो गरिदिने योजना पनि बनाएका थियौँ हामी माथि जान्छौँ र साथीहरूसँग सरसल्लाह गरेर त्यहाँनिर दुईवटा बाटो छ घोडदौराको जिप लाइनको बाटो जाने कि अर्को बाटो जाने भनेर सरसल्लाहसहित हामी अर्को बाटो गएका छौँ र जुन बाटोबाट अब थोरै समयमा हामी घोडदौरा पुग्नेवाला छौँ र पुगिसकेपछि त्यहाँको दृश्यहरू तपाईँहरू माझ हामी फेरि राख्नेछौँ र अहिले निरन्तर हेरिराख्नु भएको छ कस्तो लागिराखेको छ तलको कमेन्ट बक्समा तपाईँले कमेन्ट गर्नुहोला र हामीलाई सुधार्नुपर्ने केही कुराहरू छ भने कमेन्ट बक्समा त्यो पनि हामीले अपेक्षा गरेका छौँ र निरन्तर यो बाटो जङ्गल थोरै कतै गाउँ जस्तो देखिने अर्थात् बजारका केही भागहरू देखिने ठाउँमा छ हेर मा घोडदौराको रैला हेर यो
घोडदौरामा हेटोटम्मा हुन्छ। यहाँ सिसी क्यामेरा कहाँनिर देखिन्छ ट्याक्कै त्यहाँ छ होइन। ल है फाइनली हामी घोडदौराको बाइक स्टेसनमा आइसक्यो। कतिपय सुन्दर कुराहरूले धेरै आफ्नो व्यवहारिक कुरालाई भुलाइदिन्छ भने चाहिँ हामीलाई पनि घोडदौरा पुग्न बित्तिकै त्यहाँको प्रकृतिले बोलाए जस्तो लाग्यो र कतै कतै हामीले दिउँसोका क्लिपहरू खिच्नै भुलेछौँ। त्यसको लागि हजुरहरू समक्ष धेरै धेरै सरी भन्न चाहन्छु। र हामी घोडदौरा जुन योजनामा गएका थियौँ नाइट क्याम्पिङ गर्ने र त्यहीँ हामीले टेन्टमा सुत्ने र रातभरि सुतेर त्यहाँबाट हामीले रातभरिको रमाइलो लिएर त्यो पछि फर्किने योजना र त्यही योजना अनुसार हामीले नाइट क्याम्पिङ गऱ्यौँ, रमायौँ, नाच्यौँ, गायौँ। त्यहाँनिर धेरै रमाइलोहरू भयो। नयाँ सपना ल्याए काली ओराली गर्दै साँच्चै यस्तै धेरै रमाइलाहरू हामीले त्यो रात गऱ्यौँ। दिउँसभरि हरियाली, निलो आकाश देखिने त्यो ठाउँ साँझ पर्न साथ सहरमा एकाएक रूपान्तरण हुन्छ। दिनभरि व्यस्त देखिने सडकहरू बिस्तारै बिस्तारै बत्तीको झिलिमिलीले सजिन्छन्। अग्ला घरहरूको झ्यालबाट निस्किने पहेँलो उज्यालो टाढैबाट हेर्दा तारा चाहिँ टल्किए जस्तो लाग्छ। सडकमा गुडिरहेका सवारी साधनका बत्तीहरू रातो र सेतो रेखा बनेर अघि बढिरहेका हुन्छन्, जसले सहरलाई आज जीवन्त बनाउँछ। हल्का चिसो हावा र टाढाबाट सुनिने मानिसको गफगाफ, कहिलेकाहीँ बज्ने सङ्गीत, यी सबैले साँझको वातावरणलाई रमाइलो बनाउँछन्। अग्लो ठाउँबाट हेर्दा सहरको त्यो झिलिमिली दृश्य मनै लोभ्याउने हुन्छ। अँध्यारो आकाश मुनि टल्किरहेका ती बत्तीहरू हेर्दा जस्तो लाग्छ सहर आफै एक सुन्दर सपना जस्तो बनिरहेको देख्न सकिन्छ। त्यो पनि घोराई एसियाकै दोस्रो ठुलो उपत्यकाभित्र पर्ने एक सहर। साँच्चै हामी सुतेका घरहरू देखिसक्नु भएको छ, अगाडि देखिएका टेन्टहरू यी त देखाउनै भुलेछौँ। र यस्तै धेरै घरहरू, साना साना घरहरू छन्। एउटा घरमा 2 जना सुत्न मिल्ने वातावरण त्यहाँ छ र ती घरहरूमा सबै रिजर्भ भइसकेपछि हामी टेन्टमै सुत्नुपर्ने अवस्था आएको थियो। र केही दृश्यहरू जुन बेला बेलामा साथीहरूको रमाइलो खिचिएका दृश्यहरू त देखाउनै भुलेछौँ। तपाईँले यो पनि देख्न सक्नुहुन्छ। साथीहरू निकै रमाइलो गरिराखेका थिए। यो समय भने रातिको 12-1 बजेको समय हो। साथीहरू मस्त झुमिराखेका थिए। तर हाम्रो भाग्य भनौँ या के, त्यही समयमा त्यो दिन रातभरि लाइन गएको थियो र राति 12 बजेदेखि पछाडि भने बिहान उज्यालो हुन्जेलसम्म लाइन गएकै कारण आज धेरै रमाइलोहरू साथीहरूले रातभर गर्नै पाएनन्। र यो सबै कुराहरू गरिरहँदा त्यहाँ धेरै दिनको बोझ भएका व्यक्तिहरू, धेरै दिनबाट सहरमा गुम्सिएका मानिसहरू गएर आफ्नो सबै कुरालाई त्यहाँनिर बिर्साउन सकिने ठाउँ पक्कै छ घोडदौरा। फेरि तपाईँहरू पनि समय मिलाएर जानुहोस् है।